सो हेलो नमस्ते गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो राइडको लास्ट दिन हो। अब यहाँबाट चाहिँ हामी अब राइडको चाइना बोर्डतिर पुग्छ होला होइन। बाइक चाहिँ यस्तो छ अनि मेरो बाइक चाहिँ यस्तो भइरहेको है, बाइक बाङ्गिरहेको हो, हिजो लडेर मिठो लडेर ती बाङ्गिया कि ह्यान्डल बाङ्गिया पनि थाहै भएन। हेर न केटा माटोमा चाहिँ ए बाउ भक्क भइरहेको माटोमा घाउ चाहिँ अलिअलि भयो, यस्तो धेरै भएन होइन। तर सक्छु चलाउन म चाहिँ यतिको भयो भने, तर सकेसम्म सिधामा लन्दिनु। हेर न टप कहाँ टायर कहाँ, हेर न केटा त्यही छ। आजको मौसमहरू यस्तो छ अनि हामीलाई बेसी च्याटिन्छ होला, कारण हो कहाँ पुग्छ, कस्तो ठाउँमा पुग्छ, कसरी पुग्छ। सो त्यही हो, र ब्रेकफास्ट खाएर जल्दी छान्नुपर्ने हुन्छ है त गाइज। हामी कहाँ पुग्छ भन्दाखेरि ट्याक्क लाएर चाइना बोर्डर पुग्छ होला। हामीलाई हिजो चाहिँ यहाँ बास बस्यो है, बबाल लाग्यो, खानेकुराहरू पनि मिठो थियो, भात पनि थपी खायो, बिजुली थप्यो है। त्यही हो, म्याक्सिमम् कतिवटा बाइकहरू चाहिँ गइसक्यो अनि हामी चाहिँ यहाँ लास्ट टोलीहरू छ यहाँ मतलब। त्यही हो, एकछिन पछि निस्किन्छ हामी, दिन सुरुवात भइसक्यो है अलिकति। त्यही हो, बाइक चाहिँ अलिकति ल्याङ नै भएको छ। सकेसम्म आज चाहिँ राम्रो ठाउँमा हाल्छु है, सकेसम्म राम्रो ठाउँमा हाल्छु, नसकेको ठाउँमा चाहिँ हाल्दैन है। त्यही हो, लग्दो छ म पुरानो छ, मुस्ताङको सुरु गरिदिनु पऱ्यो होइन ल। आजको लास्ट राइड हो है। बुढोको बाइक यहाँ छ, मेरो बाइक त्यहाँ छ। अब चल्दी छान्नुपर्ने हुन्छ है, एउटा हो। त्यही हो, अहिले बाटोतिर भेटौँला के कसो लाग्छ। हल्का ज्यानस्यान तन्काउनु पऱ्यो है, हल्का हिजो एक्सिडेन्ट भएर अन्त के त भएन हुन त। त्यही हो, सोकडा अब चाहिँ जानुपर्ने हुन्छ है। अरू गाडी चाहिँ माथि पुग्यो, अब हामी चाहिँ कहाँ जानु थाहा होइन, जाँडा गयो नि थाहा छैन कहाँ पुग्ने हो। बाटो लामो छ अरे है। ठिक छ, लुज भएको त हल्का टाइट हुनु पऱ्यो अनि ठिकै छ ल। यतिकै धेरै टाइट नगरौँ होला चाहिँ त, एकछिनमा भेटौँ ल अहिले निस्केपछि। लकडा अब चल्दैछ है, यात्रा लामो छ, हेरौँ कहाँसम्म पुग्ने रहेछ। बाटो चाहिँ यस्तै हो हिजो होइन, हिजो राति आइपुग्यो के तपाईँको हुन्छ नि, तपाईँको हुन्छ नि। अब त्यहाँबाट हामी 12 बजी हिँड्यो होला, 1-2 बजी आइपुग्यो होइन। अनि 2 बजी आइपुगेर 2:30मा सुत्यो, फेरि बिहान 6 बजे उठेर 7 बजे उठेर यताउति यता लौडा लसुन गर्दा ठ्याक्कै 10 बज्यो। 10 बजे नि हिँडेन अझै यता सिधा फोटो खिच्ने भनेर भन्दै यताउति बस्दै 10:30 भयो। बाटो थाहा छैन, त्यही भएर अलिक हल्का स्पिड जाँदैछु होइन। अनि यात्रा चाहिँ लामो छ, कहाँ हो कहाँ हो के हो है, चाइना बोर्डर भन्छ, कहाँ हो कस्तो थाहा भएन मलाई। अरू केटाहरू जाने केटाहरू गइसक्यो, बाटो मलाई यस्तै रहेछ होइन। त्यही हो, अहिले एकछिन चाहिँ भेट्नुपर्छ हामी फेरि है। केटा हो, केटाहरूले चाहिँ लास्टको कुराहरू गइसक्यो है। अब बाइक पनि हल्का कन्डिसन छैन नि मेरो आजको यो भिडियोमा, तर कुदाउँछु त्यस्तो कन्डिसन भने यस्तो नराम्रो नै होइन कि, ठिक्कको छ होइन। भिडियो हल्का लडेर जस्तो भयो केटा हो है, केही छैन। हामी चाहिँ यस्तो चिटिया ठाउँबाट लान्छौँ है बाइकहरू चाहिँ। फेरि कहाँ हो रोडै थाहा छैन त। त्यही हो, यत्रो फारमा आइपुगिसक्यो। आजको अन्तिम दिन हो नि त राइडको।
अब भोलिबाट चाहिँ अब त्यस्तै हो होइन जस खुसी भएको छु है यस्तो राइडहरूमा आउन पाउँदा तपाईँहरू चाहिँ अब कतिजना चाहिँ अब आउनु पाएन होला अब ठिकै छ नआए पनि अब यस्तै रहेछ जिन्दगानी भनेर बुझ्नु होला है त गाइस केटा म चाहिँ यहाँ ऐनै झरिरहेको रहेछ यार नफुटै नफुट फुटे छैन भने त्यो दादाको भाग्य चम्किन्छ म चाहिँ आज आमा अझ खोइली सक्दैन नि फेरि कसले हाल्ने रेलाई हाल्छ खल्तीमै हाल्नु पऱ्यो नि हेरेर कुरा हो गाउँ गाउँ यो ल खाना गरेर त अघिदेखि म चाहिँ खाना गरिरहेको थिएँ होइन अब गर्लास छोडा हो गर्लास अब मलाई चाहिँ केटाहरूले चाहिँ हुन्छ नि गु छोडेर गइदिएको केटाहरूले है गु छोरा यस्तै गरेर छोडेर गएको केटाहरूले कहाँ हो के हो थाहा छैन कुरा हो भयो त तर भेटाउँछु होला हौ है कि कसो हो सगडा है तिमीहरूलाई अब ठाउँहरू यस्तै त छ कि है एउटै ठाउँ तिमीहरू हेर्न एडिटै लाग्छ होला त्यही भएर तिमीहरूलाई म कता ठाउँ लान्छु है बाइक मुझे बाइक गरे कि हेलमेट गरे गाइज नो आइडिया होइन त्यही हो बाइक अब डाइरेक्ट धारिङ गएर सर्भिसिङ गर्नुपर्छ एउटा हो बाइक है लो डुट्टो भाडा हो डुट्टो थोरै नै होइन धेरै डुट्टो भएको धेरै नै डुट्टो भएको छ गाइज है त त्यही हो दाजु र म छ पछाडि अनि दाजुको चाहिँ बाइकको चाकलो धल्ने कि झऱ्यो भने टिप्नुपर्छ है भने त्यही भएर पछि हिँडिरहेको छु म होइन अरू केटाहरू त कहाँ हो गु छोडेर गयो हाम्रो यार आमा अहिले चाहिँ हामी यहाँबाट निस्क्यो ल हल्का छोटो होइन छोटो मिठो तर बाटो पनि छ कि छैन थाहा छैन यार कसम हावा हाल्दै गयो चाहिँ हामीले मान्छे पर्ला होइन 3-4 भर्याङ भयो भने हामी झार सकिहाल्छु त्योभन्दा बढी गयो भने झ्याउ हुन्छ भन्ने कुरो हो भनेर कुरा हो के हो ए सजिलै छ जस्तो लाग्छ बाटो चाहिँ सजिलै होला ओइ झरे यहाँ क्लिप छ त है पर्दा यार नट एउटा क्लिप चाहिँ यहाँ एउटा अर्को नट कहाँ पुग्यो त यार तर बाँध्ने कुरो छैन छैन खचक्कै गयो ब्याकलाइट पनि स्ट्यान्ड छैन कि बाइकमा अलि ब्याक गर्नु त ब्याक गर्नु त ब्याक अझै यहाँ अड्क्यो कि
अगाडि गर न यता चाहिँ गाउँमा आइपुग्यो ल हामी जानुपर्ने चाइना बोर्डर हो अब बाटो कहाँ हो के हो मलाई थाहा भएन होइन गाउँमा चाहिँ यस्तो हो कहाँबाट होला त बाटो यार यताबाट रगडा हो बाटो होला अब यता होइन लास्ट धुलो उडायो दुईवटा बाइकमा रेस पर्छ अब यहाँ अफरोडमा रेस है यस्तोमा रेस अब कस्तो पुगेर यो बा हो कुछ है यार बाइक का यार बाइक चाक साक सब झऱ्यो नि कताबाट बाटो ग्लोभ चाहिँ लाउँछ यार बाटो चाहिँ कडा डेन्जरस डेन्जरस लड्यो भने छैन मुजी छाला साला खुइले त हुन्थ्यो नि साला हड्डी नै भाँचिन्छ नि त्यस्तो हो बाटो चाहिँ है आफ्नो केयर चाहिँ आफूले गर्नुपर्ने हुन्छ यहाँ म धुलसुलो आयो भन्दैमा यहाँ त्यहाँ छु नगरौँ होला समय बिगड़ा हो बाटो चाहिँ बबालै सकेर रेस हान्ने टाइपको बाटो रहेछ है ओहो बुढो त्यो बुढोलाई हानिदिन्छ क्या आज मैले बबाल छ यार भोसडी छ यार रात तो होइन हान्छ त हजुर उतैको बाटो गयो होला है अरूहरू खै
आहा sorry. Happy cigarette, right? थाहा छैन कहाँ आइपुग्ने हो कहाँ पुग्यो हो खतरा उठ्छ क्या बुढ्न हाल्नु बुढोलाई बुढोले हाल्छ अब खतरा उठ्छ कि टाढा होइन ए बुढोलाई उडेन कुरा हो 5-7 हालेर भएन मेरो बाइकले तान्दैन हेर कुरा हो 5-7 हाल्नु पर्यो भाइ तान्दैन बाइकले नै त्यो पाहाड हाल्छ यो अफिस चाहिँ हान्ने भयो है तान्दैन मुजी बाइकले कसम भने तानेन मुझे मर्यो कस्तो चढाएको बाइक त्यस्तो पनि आमा बुढोको बाइक हो बुढो नि गएन बुढो गएन अर्को यसको सास गयो मुझे यहीँ
अनि कस्तो ताने अर्को बाइकलाई अर्को आयो ल अर्को आयो केटा अर्को आयो बाइक चाहिँ है खास अड्क्यो अरू बाइक त्यहाँदेखि पुगे 20 तो एउटा है यहाँसम्मको चाहिँ सास अडिसक्यो त्यस्तो डाँडामा छ त्यहाँदेखि चाहिँ हान्न लाग्छ है सास अड्क्यो त्यहाँसम्म जानु हामी चाहिँ हान्न सक्दैन है यहीँ छ बाइक कोही बाइक कल्टिलो छ है अब जानुपर्ने हामी अहिले उता चाइनाको बोर्डरतिर हो तर अहिले चाहिँ यहीँतिर छु कोही बाइक माथि छ कोही यहाँ छ अब सबभन्दा सक्ने बाइकहरू चाहिँ माथि गएपछि हामी बाइकले पावरै देखाएन कि त्यसको माथि बाइक पनि बिग्रिरहेको छ नि त हल्का त्यो बाइक ल्याङ्गी बाइक ढलिरहेको एउटा बाइकको हालत यस्तो छ यो त फर्काउनु पर्ने हुन्छ है सरल जाम है अनि तसँगै बनाइ बाजे नोमनथाङ जाने बाटो कता हो त्यहाँबाट अनि उता माथि जाने सिधै छ त्यहाँबाट अनि उता छ नि चाइनाबाट नि पुग्छ हो त्यहाँबाट यहाँ टाढा खाल त्यो है यहाँबाट पुग्छ यो बाटो त्यहाँबाट पुग्छ हो ल यहाँबाट 1 घन्टामा पुग्छ हो हो ल लाग्छ है ल बाजे ल Wow. दुईमा रहेछ नि नोमनथाङ यतैबाट हो रे नोमनथाङबाट गाई चाहिँ त्यहाँबाट हो रे होइन अब जान्छु हामी 4 जना चाहिँ आजको ताजा खबरमा चाहिँ हामी 4 जना चाहिँ बाटो नचिनेको कारणले गर्दाखेरि यहाँ अल्पत्र परिरहेको थिएँ यस्तो घना सुनसान ठाउँमा कोही मान्छेहरू मात्र भेटेर हामी उनीहरूलाई सोधिरहेको थियो तर हामीले चिन्न सकेन त्यही पनि उता घुमेर जाऊ भन्छ कहाँबाट जाने हो नोवाङथाङ होइन
सो त्यही हो है नोङथाङ जाने यात्रा अब आजको त्यसमा मात्रै टुङ्गिनु त्यहाँ चाहिँ खाना खाएर चाइना बोर्डर कटेर है जानुपर्ने छ खोला सोला चाहिँ म पाक्नै सकेर एउटा पपाल खोला भेटेँ तिमीहरूलाई अपडेट गराउँछु पक्कै एकछिन नोङथाङ जाने बाटो कता होला नवेथाङ अब उजे मान्छे छ यस्तै यस्तै बाइक गहा कहाँ छ यस्तो बाइक गहा कतिवटा गहा गहा होइन यस्तो बाइक खोइ आएन जाऊँ ल त्यही हो भन्छ अब हामी हरायो है र पाउँछ होला खोलाबाट बाटो येब्बा हो खोलाबाट त छैन होला बाटो त ए यता रहेछ नि त म त खोलामा यहाँ देखेर खोला जाँदैन भनिसक्यो क्या त्यहाँ पुल रहेछ त होइन एउटा हो नभए मलाई यहाँ हालिदिन्थेँ क्या नोङथाङ जाने बाटो कता यतै त होइन खोला चाहिँ बगाल लाग्यो यार खोला तिनीहरू किन्न अब बाटो चाहिँ हामीलाई थाहा भएन सोध्दै सोध्दै आइरहेको छु कहाँ होला त मैले बाटो घरसर पनि छ तर यहाँ बाहिर कोही छैन सब बन्द छ घरहरू नि सबमा चाबी लगाएको कोही छैन कि आन्टी यता नोङथाङ जाने बाटो कता हो सिधा जाने हो हजुर यस्तो बाइकहरू गएको त्यहाँबाट गएको है हस् धन्यवाद है त्यही हो सोध्दै सोध्दै गइरहेको छ है अब नचिने बसेर सोध्नु पऱ्यो नि हाल्यो होइन सिधा गएर यता जानु पऱ्यो गाइज दुई लाइन हामी यस्तो गाउँमा आइपुगिसकेको कुरा है यहाँ सोध्नुपर्ने हुन्छ एक लट किनकि हामीलाई पेट्रोल धेरै अपेक्षा चाहियो पेट्रोलको पेट्रोलै नभएर हामी यहाँ सोध्दै हिँड्नु पऱ्यो है यता चाहिँ जानु भएन होइन यता जानु भएन ए यता जानु पऱ्यो होइन एउटा पुल आउँछ अरे होइन अनि पुलबाट चाहिँ यता लाग्नुपर्छ अरे है कन्फ्युज कस्तो बाइक हो यो मुची बल बाइक छ त ए बाइक त मुची यो बा हो यहाँ के हो यस्तो यो पूजा भइरहेको रहेछ है
बाटो यस्तो छ होइन। यताबाट आएको हो हजुर ढाकमार हुँदै हजुर बाटो ठिकै छ बाटो ठिकै छ। यता यहाँबाट यता लाग्नुपर्छ हो यता लाग्ने अब जानु न सिधै उता यतिर हो सिधै पुग्छ अब हस् त मेन बाटो निस्किन्छ त्यहाँबाट अँ अनि सुई लमाङ्का है हस् कहाँबाट आउनु भएको हामी दार्जिलिङबाट सिधै यता आएपछि है सिधै जानुपर्छ भनेर सो हेरौँ के कसो लाग्ने रहेछ पुग्ने कि नपुग्ने हो सोध्नै परेको जस्तो नि किनकि लो धियो नि त आज तेल पुगेर पनि घिसार्नुपर्छ होइन त्यही छ त बे जति कुदायो भने यार आमा लोनथाङ है जति कुदायो यस्तो बाटो यार हात दुखिसक्यो बाँस र पुग्ने हो कि थाहा भएन है लोमङथान मेन गेटमा है कता हो अब केटाहरू कहाँ छ हो छ कि छैन भन्ने कुरो हो दिदी नोङथाङ भने यही ठाउँ हो यहाँदेखि यस्तो बाइकहरू आएर यस्तो बाइक यता कहाँ हो कहीँ के भयो बाइक कहाँ केटाहरू कहाँ हो र केटाहरू कहाँ माथि छ पुग्यो खाना कहाँ खायो त नि कता सिधा यता अरू यही छ यहाँ आइछ त गाडी बरु बिग्रा होला ग्राउन्ड चाहिँ लोमङथानमा आइपुगिसक्यो होइन अब यहाँबाट चाहिँ फेरि चाइनाबाट जानु लाग्यो त्यही भएर हल्का ल्याङ भइरहेको त्यही हो चाइना बोर्डर जान्छु होइन अनि के सामान चाहिएको भन्दाखेरि पावर ब्याङ्क है यसरी चाहिँ मैले चाहिँ यहाँसम्म आइपुग्यो है कुन ठाउँ हो यो थाहा नै भएन मलाई होइन त्यो चाइनाबाट चाहिँ पुग्नलाई चाहिँ टाइम लाग्छ अरे है अलिकति केही छैन टाइम स्याममा हामी साइड हटाएर बोकायो भन्दै बोकायो होला
भयो कि यता हो र बाटो कहाँ हो एउटा हो बाटो त्यसै आहा त यता यता हो यता हो यतै हो बाटो अलिक सँगै हिँड्नु पऱ्यो धुलो लास उड्यो के सँगै हिँड्नु पऱ्यो धुलो लास खायो के हाँ के गर्नुपर्ने हाँ के भयो हाँ हजुर हस् पछाडि त्यो छ कपाल पाल्ने केटो चाइनाबाट अब पुग्न लाग्यो सो हेरौँ कति बेला पुगिन्छ आडन्नु है किनकि फर्स्ट टाइम नि हो नि त अनि अलिअलि थाहा पनि छैन बाटोहरू के छ कसो छ सो त्यहाँका लागि तपाईँहरू मैले अपडेट दिइरहेकै छ है ए हात त म यस्तो हाने खा कि कता 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 जाने क्या China है China company China हजुर यही हो ल ल हुन्छ आया चाइना प्रब्लम पनि आइपुगिसक्यो फाइनली है आइपुगिसक्यो है फाइनली ठाउँहरू त यस्तो छ भित्र सास अलिक गाह्रो भएर छ अक्सिजन अलिकति लेभल लो नै छ है हालत हल्दैन नि डरै डल्लोस् मात्र चुच्चाला कफी बन्दै छ है यहाँ कफी हाल्न आएको माथि आएर कफी सामान आउने हुन्छ सामान पकाइसकेको छैन हेर्ने मात्रै हो कडा हो कफी कति हो यो कफीलाई कति यसलाई 200 को नत्र 350 हो अरे 350 लकडा 200 को कफी यस्तो हुन्छ है यहाँ बुढोमा 200 को कफी है अनि रक्सीहरु चाहिन्छ भने त्यतिर छ तर म पैसा छैन तिमीहरुलाई दिन है ल आज चाहिँ ठक्क यति सामान किन्नु सफल बताएनमा आएर है यो के कफी पनि छ त दाइ यो रक्सी हो है 这边你弄这样的吧，也，啊，这弄，哎，马来加钱了，加钱了，就干嘛嘞？啊，这样，这么多的上面，啊，
40,000 के 50,000 एम्पियरको है खै काबुको 50,000 है यो चाहिँ म सिल प्याक तोडिदिन्छु अहिले तँ के के हो एउटा मात्र हो कि हाम्रो लडा यहाँ चाहिँ यस्तो खानेकुराहरू पनि छ है रक्सी सक्सी धेरै कुन थरी खाने तिमीहरू खाऊ है मनपर्छ भने किन्न आऊ चाइना बोर्डरतिर नमस्ते यहाँ जुत्ताहरू पनि पाउने रहेछ ल है किन जुत्ताहरू चाहिँ बबाल रहेछ जुत्ताहरू चाहिँ बबाल रहेछ हो फेमस हुनुपर्छ त नि तर यो जुत्ता हाम्रो ठिक हुँदैन है हुँदैन मेरो 43 टोपी कस्तो यस्तो त के वहाँ त गर्मी हुन्छ त्यता हाम्रो सामान यत्रो भइसक्यो यो गाडीमा हाल्थेँ मैले त त्यसो नि यो तर यहाँ धेरै सामान सस्तो सस्तोमा पाउने है तर लान चाहिँ अलिक गाह्रो भयो क्या हामीलाई हो र 4500 मा हो हामीहरू किन्दाखेरि पहिला 20 थियो तर बिल चाहिँदैन यस्तो यहाँ भन्दाखेरि के भन्दा भने यो व्यक्तिगत आफ्नो आफ्नो हो बेच्नको लागि होइन भने कार्टुन छैन नि होइन त्यस्तो होइन क्या एउटै आइटमको कार्टुन लानु मिल्दैन होइन सुन न सबै बाइक 30-25 बाइक छैन सबलाई त्यहाँ सामान धेरै हुन्छ नि त्यहाँ त ब्याग्नेसन त्यसो गर्नु तपाईँ त्यहाँ कुर्नु एकछिन अब यहाँ गर्नु तपाईँ खाइसक्यो भने नभए म त्यो पुलिसहरूलाई भन्छु नि त यस्तो छ गाडीमा सामान आछ हाम्रो तपाईँहरूले रोकाउने भने हामी कुट्छु यस्तो भन्नु त्यसमा हुन्छ नरोकाउने पनि हामी जान्छु नत्र जान्छु सामान त्यही सामान कसैमा हेरेर आउँछ त्यो होइन सबैले हाल्ने कि सबैले हाल्छ सबैले हाल्ने कि आधी सामान त हालिसक्यो त गाडीमा अरू गाडीमा त्यो टोली अलगै अरू अन्य टोली अलग छ नि त त्यहाँ त फेरि लोकल मान्छे भयो नि त लोकल मान्छे अझै खालि सहयोग हुन्छ नि त त्यो हाइलाले लोकल मान्छे लिएर गएको यहाँ लोकल मान्छे हाम्रो यहाँ लोकल मान्छे हुनु फेरि लोकलमा छ त 2 दिन बसिसक्यो अघि नै को यहाँ केटीहरू बस्या किनभने हाम्रो मान्छे कहाँ हाल्ने फेरि हाम्रो गाडी मान्छे राम्रो फेरि अगाडि हेर्ने पछाडि छ के होइन यो बाइक अड्काउनु लाग्यो गाडीमा जानु ल ड्राइभर त उति खा छोड्दैछन् चोक तार्नै पर्यो नि अभी सो अलर्ट गाइज चाइना बोर्डरबाट निस्किसक्यो है चाइना बोर्डरबाट निस्किसक्यो चाइना ल्याउने ड्राइभर पावर देखाएन कि मेरो बाइकमा यो
धेरै नबढाएर है बाइक है धेरै नबढाएर के धेरै टाढा नजा तेल छैन बाइकमा तल पुग्नुपर्छ तिमीलाई नगएको म ठिक छ सब गइसक्यो अरू जाने होइन भाइ जाने न जम जाने न हिँड्नु नि त ल ल म गएँ यार बाइक लो चिसो भइसक्यो सो गाइज अब चाहिँ चाइना बुढाबाट निस्क्यो है बाइक मुद्रा चोक तान्ने बनाउने पऱ्यो यार सो त्यही हो सामान किनियो पावर ब्याङ्क किनियो है खास बात त्यही हो लोड मुद चापे कहाँ गएर मुद्यो होला यार चाइना बोर्डर जस्ट भेरी ब्युटिफुल चाइना घुमेर तिमीहरूले कहिले सकिँदैन रहेछ सोकडा है बाटो मुझे यस्तो खपिस छ उभिएर दिनुपर्ने हुन्छ पुरै अनि मेरो यो माइकले होला कामै गरेको छैन के काम गरेको छैन भन्दा नि अब भन्छ नि अन गर्न नआए के भसरी सिटिङ मिलाउन नआए के है फाइनली बल्ल बल्ल जिरो अरू कुराहरू चाहिँ तलतिर नै छ है अरूहरू चाहिँ आउँदैछ बिस्तारै धीरे धीरे सफर करके ट्रक लगाएर आज यहाँ आइपुग्यो फाइनली कति होइन खा म हुँदैन कति होइन खा म हुँदैनसम्म रच्ची खाने खा है आएन त माथि नै आएन त यार तिमी होइन अझ दुई जान्छ यार आधी लिटर जति तल खस्यो म त भयो नि भोलि घाबै टायर त यस्तो के यो अगाडि टप भयो नि टायर त यस्तो त्यस्तो भयो हानी सिधा गऱ्यो नि केटा अब केटा लडाइरहेछ
मेरो त माइक्रो साउन्ड पनि बिग्रियो यार भयो गाइड ल त अब यस्तै यस्तै होला जस्तो डाइरेक्ट उता गएर इन गरौँ ल अनि अपडेट गरौँ ल आज लास्ट राइड मिठो भइहाल्यो त्यही हो अलिअलि सामान किनियो है त्यही भएर हो बेलुकातिर अलिक पछि अपडेट गरौँ ल है त जे होस् अहिले चाहिँ जोमसम्म पनि आइपुगिसक्यो होइन माथि कहाँ भन्दाखेरि चाइनाबाट एउटा जोमसम्म आइपुगिसक्यो हात कस्तो भलेको छ कडा होइन त्यस राति राति पनि आइपुगिसक्यो त्यही हो अलिअलि माइकको प्रब्लम पनि आएको थियो है धेरै काम गर्न नगरौँ ब्याकअप भोलिको ब्लगमा फेरि भेट्नुपर्ने हुन्छ आजको रात यस्तै भयो र है त बहुत ज्यान दुखेको छ जस